कस्तो भयो तपाईँहरूको तिहार यार? हाम्रो तिहार त खाना खायौँ हामीले, त्यही हो घरमै बितिरहेछ आज। मेरो बुढीले त्यो चामललाई चाहिँ भिजाएर मिक्सरमा पिसेर फेरि सुकाएर फेरि अहिले चाल्दैछ होइन। धेरै वर्षको टिका नलगाउनु पाएको है, 8 वर्षबाट टिका लगाउनु पाएको, त्यही भएर अलिकति नर्भस भन्नाले पनि टेन्सनमा छ है। सो गाइस, पहिलो फेरि रोटी हाम्रो यस्तो भयो है, एकछिन भयो है, त्यसलाई राम्रोसँग त्यस्तै तेल माथिबाट हाल। कस्तो भएको छ पक्कै पनि कमेन्ट गर्नु होला। अनि आजको भ्लग चाहिँ तिहारको दिनको भ्लग हाम्रो। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई अनदर भ्लग। के छ गाइज, हालखबर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु होइन। सो ह्याप्पी तिहार गाइज। आज चाहिँ हाम्रो भाइटिकाको दिन होइन। सो कस्तो भयो तपाईँहरूको तिहारहरू पक्कै पनि कमेन्ट गर्नु होला। मेरो तिहार त यस्तै भर्खर उठेको म, अब त्यही हो घरको काम यताउता। अनि आज चाहिँ बाहिर घुम्न जाऊँ भनेको कतै यसो होइन, बाहिर पानी परिरहेको जाने कुरा हुँदैन। आज घरमै बसेर हामीले चाहिँ फिनी रोटी बनाउँछौँ के होइन, घरमै फिनी रोटी बनाउँछौँ आज। अनि त्यही हो आजको भ्लग चाहिँ घरकै हुन्छ होइन। सो अहिले चाहिँ यता मौसम यस्तो भएको छ, बिहान भर्खर घाम लागिरहेको थियो, अनि फेरि एकछिनपछि बाहिर हेर्दाखेरिमा पानी परिहाल्यो। यहाँको मौसम यस्तै हो। अनि सो गाइज, च्यानलमा नयाँ छ च्यानल सब्सक्राइब गर्नुहोस्, रेगुलर भिडियो आउँछ है। अब गाइज कस्तो भयो तपाईँहरूको तिहार यार? हाम्रो तिहार त खाना खायौँ हामीले, त्यही हो घरमै बितिरहेछ आजको दिन चाहिँ। आज हेर्नु न तिहारको दिनमा मौसम कस्तो भएको छ, यता पुरा बादलै लागिरहेछ, घामै लागिरहेको छैन। बिहान एकछिन घाम लाग्यो, फेरि पानी पऱ्यो, अनि फेरि एकछिन घाम लाग्यो, फेरि पानी, त्यस्तो भइरहेछ क्या आज। अनि अब म चाहिँ रोटी बनाउनु लाग्यो। मेरो बुढीले त्यो चामललाई चाहिँ भिजाएर मिक्सरमा पिसेर फेरि सुकाएर फेरि अहिले चाल्दैछ होइन। हामी रोटी बनाउँदैछौँ। यता चाहिँ मेरो बुढी चाहिँ यहाँ चाल्दैछ, म चाहिँ गीत सुनिरहेको थिएँ कि उसको गीत होइन। सो हामी चाहिँ अब रोटी बनाउने तयारी गर्दैछौँ। म देखाउँछु है मेरो फर्स्ट ट्राई हो कस्तो हुन्छ। बुढी हेल्प चाहिँ गर्नु ल। अनि म एकछिनमा अब रोटी बनाउने तयारी गर्छु, त्यसपछि देखाउँछु है। यसमा चाहिँ यो घिउ मिसाउनुपर्छ, घिउ मिसाएर बराबर रगड्नुपर्छ, मालिस गर्नुपर्छ होइन। साँठो है, साँठो बनाउँछु यसलाई म, त्यसपछि बल्ल रोटी बनाउँछु होइन। मैले यताबाट पनि क्यामेरा रेडी गरेको छु आइफोनमा होइन, यहाँबाट पनि सुट हुन्छ। अनि यो क्यामेरा गोरु चाहिँ यहाँ राख्छु मैले होइन, दुई ठाउँबाट कस्तो आउँछ होइन। मेरो फेरि यो फर्स्ट एक्सपिरियन्स अनि फर्स्ट टाइम हो है, कस्तो लाग्छ पक्कै पनि कमेन्ट गर्नु होला गाइज। मैले चाहिँ साँठो बनाउँदैछु होइन, यो फिनी रोटीको लागि यसलाई बराबर मालिस गर्नुपर्छ होइन। यसलाई मालिस गरिसकेपछि बल्ल मैले रोटी। सो गाइज, मैले रेडी गरिसकेँ होइन। अब म यसलाई चाहिँ बेल्दैछु है, यसलाई एकदम पातलोसम्म बेल्नुपर्छ है। मैले पनि भिडियो हेरेर सिकेको भनौँ न, अहिलेसम्म बनाएको छैन, यो चाहिँ फर्स्ट टाइम हो मेरो। मलाई चाहिँ आज रोटी बनाउनु मेरो बुढीले हेल्प गरिरहेको छ होइन। आज मेरो बुढी क्यामेराम्यान हो मेरो होइन। सो गाइज, कस्तो हुन्छ तिहार राम्रोसँग मनाउनु भयो होला पक्कै पनि। देउसी भैलो खेल्न जानु भयो कि भएन होइन। सो ह्याप्पी तिहार छ सबैजनालाई। फेरि दसैँ भन्न आउँछ मलाई एक बिचमा। आजभोलि त मैले कस्तो भन्दाखेरिमा पुरा बिर्सिने बानी परिरहेछ क्या, धेरै कुराहरू सोचेर पनि होला है भ्लगको बारेमा। पक्कै पनि सपोर्ट गर्नुहोस् है गाइज। यो चाहिँ मैले बेलेर यति ठुलो बनाएँ होइन। अहिले बुढीले मेरो के लगाउँदैछ, साँठो लगाउँदैछ यसमा होइन। अब चाहिँ फेरि मसँग यो दुईवटा अरू छ, यो दुईवटा अरू बेलिदिनुपर्छ मैले। आज बेल्ने काम हो मेरो, यो बेल्ने र बुढीले बाँकी सबै बुढीले गर्छ होइन। अनि त्यो गाइज फेरि पनि ह्याप्पी तिहार यार। मेरो बुढी आज चाहिँ एकदम अलिकति के टेन्सनमा बसिरहेको छ, किनकि आज तिहार हो, टिका लगाउन पाएन। कति धेरै वर्षको टिका नलगाउनु पाएको है, 8 वर्षबाट टिका लगाउनु पाएको, त्यही भएर अलिकति नर्भस भन्नाले पनि टेन्सनमा छ है, हो कि नि? मन दुखी भन्छ अरे उसको। त्यही भएर आज उसलाई चाहिँ म रोटी बनाएर खुवाउँदैछु है गाइस।
गाइस मैले यस्तो बनाएँ होइन। अब चाहिँ यसलाई बेल्नुपर्छ। ट्याक्क यस्तो गर्ने होइन, यस्तो 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 गर्ने है। यस्तो गरेर ट्याक्क यस्तो भइसकेपछि यसमा चाहिँ ट्याक्क बिचमा यस्तो दुई ठाउँ छुरीले काटिदिने है। ट्याक्क यस्तो हुन्छ होइन। त्यसपछि यसलाई तेल तातेपछि फ्राई गर्नुपर्छ। म फ्राई गरेको देखाउँछु अहिले। सो गाइस पहिलो फेरि रोटी हाम्रो यस्तो भयो है। ट्याक्क एकछिन पर्छ है, एकछिन यसलाई राम्रोसँग त्यस्तै तेल माथिबाट हाल, नफर्काएरै निकाल्नुपर्छ यसलाई। यतिकै यस्तो भयो गाइस। अनि यति बनाउनु बाँकी छ, मैले यस्तो बेलेको छु होइन। अनि यो फर्स्ट रोटी चाहिँ यस्तो भयो। आजको रोटी चाहिँ राम्रो भयो चाहिँ होस् होइन। एकछिन नफर्काउनु निकाल निकालिदेऊ। तेलमा हात गएछ। मेरो बुढी क्यामेरा हामीले रोटी बनाइसक्यौँ होइन। हाम्रो रोटी चाहिँ यस्तो भयो है। कस्तो भएको चाहिँ पक्कै पनि कमेन्ट गर्नु होला। अनि आजको भ्लग चाहिँ तिहारको दिनको भ्लग हाम्रो यस्तै भयो। घरमै बसेर बनाइयो तिहार होइन। तिहार त टिका सिका भएन, त्यही खानासाना खाइयो, रोटी बनाइयो यो होइन। पक्कै पनि भ्लग कस्तो लाग्यो पक्कै पनि कमेन्ट गर्नु होला। यति भन्दै आजको भ्लगलाई म यतै साइडमा गरिदिन्छु।